नमस्कार मेयर साहब, तपाईलाई अप्पर झट हामीले यो साइकलमा देख्यौं। यो अचम्मै लाग्यो, हेर्नुस्। के अचम्म हजुर, अब हिँडेर मेयर साहब जस्तो व्यक्तित्व, कालिका नगरपालिकाको मेयर साहब। तपाईको आयु पनि लामै रहेछ, हेर्नुस्। किनभने यस्तो यो मेरो चाहिँ यस्तो छ क्या हजुर, मोटरसाइकल छ। मोटरसाइकल अलिकति बिग्रिएर चाहिँ त्यो बनाउनु दिएको छु, 2-3 दिन लाग्छ भने हजुर। अनि त्यही भएर 2-3 दिन लाग्ने भएर अनि यो साइकल यहाँ काम के गरिराख्नु भयो भनेर हजुर यो हेर्न भनेर आएको आज 4 नम्बरबाट। साह्रै खुसी लाग्यो। यो बाटो नि यहाँ बनाउनु पर्ने छ हजुर। त्यसै घर बस्नु हुँदैन। यो चाहिँ हामीले अहिले मेयर साहब अहिले हामीले मार्किङ गरिरहेछ। उतापट्टि छ त्यो छेक्या, त्यो घरवालासँग सोधेर मात्रै गर है, फेरि लुटेर आउँछन् मान्छे। हामीले अहिले मार्किङ गरिरहेछौँ मेयर साहब। हजुर हजुर। अब करिब यो 7-8 वटा चोकमा मार्किङ गरेको हाम्रो सिद्धि हो यो उसैदको। अनि पब्लिकले पनि अत्यन्त खुसी हुनुभएको छ। यो जुन खालको हामीले काम गर्न लागिरहेछौँ नि हजुर, यो लङ लास्टिङ भविष्यको लागि हो। हजुर। मान्छेले अब आजको भोलि नै खोजिरहेछन् होइन। अहिलेको मान्छेको ट्रेन्ड के देखिन्छ भने अहिले इमिडिएट चाहिँ त्यो फेसबुकमा हालेर लाइक कमेन्ट आउनु जस्तो के हजुर, तत्कालै प्रतिक्रिया खोजिरहेछन्। हजुर। अब हामीले चाहिँ यो लङ लास्टिङको लागि चाहिँ यो कार्यक्रम बनाएको विशेष गरी तपाईले नै हो। मलाई तपाईको चाहिँ हैन मेरो लागि मैले त हो, तर तपाईको अनुमति बिना यो सम्भव थिएन। यो यस्तो यो नयाँ यो सिस्टमको बारेमा त हाम्रो नलेज त कम थियो नि त। यो विषयमा त यो त तपाईहरुबाटै प्रभावित भएर यो कामहरु अगाडि बढाउन लागे हो नि त। यसमा त दुविधा छैन हैन। तर पनि के छ भन्दा यो चाहिँ काम चाहिँ हामीले सम्पन्न गर्न सक्यौं भने भविष्यमा अहिलेकाले देख्लान् नदेख्लान् थाहा छैन, तर भविष्यका चाहिँ सन्ततिहरुले चाहिँ यो कामको थालनी सुरुवात चाहिँ अत्यन्तै राम्रो गरी चाहिँ थाल्नु भएको छ। धन्न उहाँहरूले गरिदिएर भयो पक्कै भन्छन् भन्ने हामीलाई विश्वास छ। अब यो विभिन्न खालका समस्याहरू झेल्दै आइरहेछौँ हजुर, तर पनि यो कामलाई चाहिँ हामी निरन्तरता दिने नै प्रयासमा छौँ। हजुरको जस्तो के छ त अब यो हजुरले चाहिँ नि कतिसम्म गर्न सक्छु यसलाई? जस्तो कालिका नगरपालिकाको यो वडाहरूमा पहिला 4 पहिला यो हामीले जुन वार्डमा थालेका छौँ त्यसलाई सम्पन्न गर्न पर्यो हैन। यसलाई सम्पन्न गरिसकेपछि अब नियमित रूपमा चाहिँ अब हाम्रो अब अहिले बजेटको पनि अलिकति सुनिश्चिततामा नि समस्या छ। मुलुकको राजनीतिक परिस्थिति फरक छ। हजुर हजुर। अब के हुन्छ भन्ने कुरा अझै पनि निर्कुल भइसकेको छैन। हजुर। बजेटको सुनिश्चितता गरेर यसलाई यो कामलाई चाहिँ सम्पन्न गर्नेतर्फ चाहिँ हामी लागिहाल्छौँ, यसमा दुविधा छैन। हजुर। हाम्रो तर्फबाट चाहिँ यसमा कुनै दुविधा छैन। हजुर हजुर हजुर। तपाईले जुन खालको एउटा उत्साह भर्नु भएको हजुर, जाँगर हामीलाई जगाउनु भएको छ, तपाईलाई पनि धेरै धेरै धन्यवाद। ल हेर्नुस् मेयर साहब, त्यहाँ 741 टक्क देखियो, हेर्नुस्। 741 देख्नु होला? देखेको छु। अहिले जाने तपाईको राम्रो छ नि यो नम्बर नभएर यहाँ चाहिँ देखिएन अहिले। अब यसको नम्बर मार्किङ चाहिँ हामीले गरेका छौँ। 737 हामीले अरु 735 ल हेर्नुस्। हेर्दा पनि त यही त हो नि, यही मापदण्ड अनुसारको नम्बर त हो नि। हजुर 735 ल हेर्नुस् त त्यहाँ 725 पदमपुर मार्ग। हस् ल हस् मेयर साहब, कहाँसम्म पुग्नुहुन्छ हजुर? म यही वडा कार्यालयसँग त्यहाँ चाहिँ त्यो वडा अध्यक्षज्यूले नम्बर पनि हेर्दै जानु होला। हस् हस् मेयर साहब है त, थ्याङ्क यू।